दाजु दाजु कता हो आउनु अलि चाँडो म त फटाफट हिँडे खुत्तै आइहालेँ हेर मान्छे त कति राम्री रहेछन् टलक्क टल्के नानी तिम्रो दाँत झाडुले बढाएर जस्तो छ दाँत पनि एउटा त्यति माथि उछिटेछ ओइ बराबर भाइला भन्नु त यो म त सँगसँगै आइहाल्ने ठ्याक्कै तैँले भनिदिएको थिएँ अघि भर्खरै बाटोमा कुरा आएन र तर दाजु एउटा कुरो मैले बुझेको चाहिँ छैन क्या ए कस्तो कुरो भनिहाल्नु त्यो साँच्चै पुराणमा जाँदा चाहिँ के लिएर जानुपर्छ ए माइला भाइ तँ त साँच्चै नै माइला रहेछस् पुरानोमा जाँदाखेरि त सबैभन्दा राम्रो भयो शुद्ध मन भाव लानुपर्छ हो तपाईँले अनि तँसँग भाव छ त हो त तपाईँले राम्रो कुरो हो साँच्चै मन त भनिन्छ है त मैले अस्ति देखाएँ कहीँ कहीँ देख्छु नि म पनि के पुराणमा जान्छन् मान्छे त्यही त। अनि त्यही घरबेटीको कुरा काट्या छ गुरु त पुराण भनिरह यता यता हल्ली खल्ली गराछन् बोल्याछन् तर त्यस्तो भेट्नै मन लाग्ने त अलिक पर जानु बोल्नु त्यही त हो नि त तिनीहरू ती गुरु भनेर ती बोल्याछन् अब त्यसलाई भनिन्छ के भन्छ त्यो तिनवटा मान्छे हुन्छ नि एउटा श्रोता के भन्ने छ क्या त्यस्तै त्यस्तै हो क्या सुन्न मन नलाग्ने नलागिकन जबरजस्ती सुन्न आफ्नै कुरा गर्छन् कि त्यही भने अनि अरू चाहिँ के लानुपर्छ नि लानु पर्यो नि फलफुल ए भेटी पनि लानु पर्ला भेटी पनि अब आएको छ कि छैन नुहाएर नुहाएर त हिजै नुहाएको ए हिजै पनि जाडामा दिने विषय कसले नुहाउँछ मैले त अब घरकाले देख्दा यो वृद्धाश्रममा त कसले नुहाएनन् भन्ने थाहा हुँदैन मैले त अब चाहिँ के गर्न थालेको छु नि बुढेसकाल पनि लाग्यो बिहान उठो अनि यो भित्रको दुइटै लुगा धोएर सुकाइदियो टाउकोमा पानी छमछम गरेर हिँड्यो हो त्यस अब नुहाए जस्तो पनि देखिने अब हेर्ने मान्छेले त्यही लुगा सुकाएको लुगा त हेर्छन् होइन त्यही हेर्ने अरू के हेर्ने तर दुःख लाग्दो छ क्या ओहो हाम्रो सन्तान सुन न भनौँ हाम्रा सन्तानहरूले कहिले पनि धर्मको काम गरेन अब पढाउने हामीले गए खाने शिक्षा पढाउने दाजु अब हेर्नु त यी पुरै त बाका छोरालाई अब यत्रो विद्वान रहेछ साँच्ची पढाइ चाहिँ कहाँ कहाँ हुन् पढ्ने ए बराबर भएन के भन्छ तैँले तर त गाउँका यसो बुझ्ने मान्छे मात्रै डुल्न पनि बेसी गाह्रो हुन्छ पण्डित कहाँ कहाँ ल्याएछन् भने क्या त्यो तैँले सुन्नु पर्ने थियो नि आफ्नै घरको खान्छ छोरा हुनुहुन्छ भने पढ्ने थियो त्यत्रो पढिसकेका छोराले हाम्रो छोराछोरी उहाँ गएछन् विदेश होइन उहाँका छोराछोरी टन्न त्यति मात्र हो र यो मेरो त काम छ त सुन व्याकरणमा आचार्य पास गरेर आउनु भएको छ अरे यो व्याकरणमा आचार्य त्यति मात्रै हो र साहित्यकार पनि अलिअलि हुनुहुन्छ भन्ने कुरो थाहा छ सुनेको छु मैले आमा हौ अब के गर्नु दाजु हामीले छोराछोरी पढायौँ त्यही विदेशीको नोकर भयो अब पुरै त बाजेले हेर दिमाग लाएर पण्डित पढायो कमसेकम पितृपक्ष त गर्ने भए कति राम्रो अब हेर वृन्दावन घरमै बनायो सबै छोराछोरी घर पनि घर छेउछाउमा सरे हो नि कहाँ दुईजना छोराछोरी मास्टर हो दुईजना तिनजनै होला नि त्यो गर्नु बिर्सेको मैले कता कता लाग्यो अब तिनजना हो र तिनजना जस्तो लाग्छ अब बोलिदिइहाल्यो ट्याक्सी निक्ले चिप्लियो बोल्यो भयो मिल्यो नभए नमिल्यो ल जाउँ ल ओहो ठिक्कै आइपुगेछ र हेर्नु त त्यहाँ गुरु कति ब्युटिफुल हो त्यो लुगा हेर्नु त त्यो रातो लुगामा चटक्क धपक्क बलेको कतै कतै क्रिम पाउडरको धजाकी जस्तो लाग्यो छैन त्यो त जुङ्गाले हेर न दाँत त कति टल्केको है साह्रै राम्रो हुनुहुन्छ साह्रै राम्रो हेर न कति राम्रो भक्त टल्नै आएको राख्ने ओहो ओ आइफोनले खेद्दैछ ल आइफोन बन्द यतिपट्टि लो गुरुलाई ढोक गरे है गुरु नारायणम पक्कै गरिस् हुनु त म भन्दा के गर्नु छोराछोरीहरूको पनि भारी एक काँधमा छ अब उनीहरू विदेश गए पनि के गर्नु यो मन मान्दैन रहेछ घरि तिनीहरूलाई सम्झिने रुने त्यति मात्रै धन्न वृद्धाश्रममा थिएर तपाईँलाई भेट्नु अब तपाईँ र मेरो पनि भेट्न भएको भए त हामी पानी बिनाको माछा हुन्थ्यो होला दाजु छटपट्यो मनको पिर मरेर मात्रै हुन्छ त्यही भने दाजु
गुरुहरू छाडै चटक्क परेका ढोक गर्नु भएन तपाईँले मैले त अघि नै राधे राधे भनेर टक्राइसकेँ त बाबु राधे 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 अनि गुरुदेव हाम्रो पुरोहितबाले यो यज्ञ किन लाउनु भएको रहेछ नि यो यज्ञ आफ्ना समस्त ज्ञात अज्ञात पितृहरूको उद्धार गर्नको निमित्त हजुर अनि त्यसै गरी आफ्नो कनिष्ठ पुत्रलाई आफ्नो घरमा माता पितालाई श्रवण गराउनको निमित्त भागवत श्रवण गराउनको निमित्त यो यज्ञ आयोजना भएको साँच्ची नै कनिष्ठ भने चाहिँ के शब्द हो कान्छो कान्छो ए कान्छो म त अहिले बुझ्दिनँ नि त तैँले संस्कृति पढेको बच्चैमा बुढो भएको मै हो सुरुमा अनुहार त देखिहाल्छु पुरै कालो छ मेरो जन्मिँदै कान थियो नि जन्मिँदै कान थियो क्या त्यही भएर अनि गुरु हजुरको परिचय पाउन सकिन्छ कि हजुर मेरो नाम चाहिँ दिनेश भण्डारी म पनि यही घरकै छोरा भतिजो हुँ मेरो घर चाहिँ सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वार्ड नम्बर 2 भेडिया भन्ने ठाउँमा पर्छ र भेडामा घर पर्छ भेडिया 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 भेडामा घर होइन भेडिया पछाडिको सुन्ने बिर्सेछ यहाँ चाहिँ सुन्ने बिर्सेछ अगाडिको मात्र त्यही एउटा कान नभएर फेरि मेरो एउटा दुर्गुडो छ नि म कसैको नाम सम्झिन्न ठ्याक्कै याद हुन्छ मलाई याद चाहिँ हुन्छ त्यही भएर अहिले त्यो भेडो भनेपछि ठ्याक्कै याद भयो उता डडेलधुरा पनि याद छ नि मलाई अनि हाम्रो उताको मुस्कुराइरहने ह्यान्डसम गुरुजीको नाम पनि भन्नुहुन्छ कि हजुर हजुर मेरो नाम चाहिँ युवराज भण्डारी हो मेरो बारेमा तपाईँले भनिसक्नु भएको छ अघि नै युवराज युवराज देशमा राजा नभएला युवराज युवराज ल र राखिदिने सबैलाई लिएर गएर बसिरहनु भएको छ उहाँको राजा ओहो ए दादा हाम्रो साह्रै राम्रो राम्रो कलाकार अघि अघि भने कति राम्रो भजन सुने होइन अघि त्यहाँ पर बाटोमा आउँदाखेरि अब मान्छे देखे होइन भजन त कानले सुन्नु नि यति राम्रो स्वर कोइलीको बराबर स्वर छ अनि साँच्ची कपाल त कहाँ म त नानी नानी जस्तो लाग्यो दिदी दिदी त होइन पक्कै पनि कति लामो कपाल भएको नि नभन्नु न त्यस्तो नजाउनुहुन्छ अहिले अनि नानी नारायण गरे नारायण बुवा नारायण राधे राधे कहाँ पऱ्यो नानीको घर ए घर चाहिँ यता पश्चिमतिर हो मेजगढद्वारा के हो नाम परिचय पाम ए नाम चाहिँ मेरो नवराज राउत हजुर हजुर अनि हाम्रो यो अगाडि यो डुड लिएर बस्ने बाबु ठुलो भन्छ मेरो यो चेक मौरीको घाँडो म घरमा देख्छु मैले त यताको भन्नु यताको भन्नु यताको मान्छे उहाँको चाहिँ जनकपुरबाट आउनुभएको अनि अनिल झा नाम उहाँको ल उहाँलाई नि नारायण भन्दैनु अनि यहाँ सुन्नु यो पति यही सोलरबाट गइहाल्छ होइन खोइ नानीलाई सोधौँ न नानीलाई थाहा छ सोधौँ त्यो चाहिँ अक्टोप्याड हो क्या बुवा अक्टोप्याड हो क्या अक्टोप्याड हो इलेक्ट्रिक बादल अक्टो बक्स हुन्छ अक्टो प्याड भनेको त्यही प्याड भने धेरै बज्छ अरे त्यहाँबाट धेरै बच्चा आजल पनि त्यहीँबाट निक्लिन्छ अरे नम्बर पनि त्यहीबाट तर दाजु एक गन्थन मन्थन छोडिदिउँ मैले सामान ल्याएको अनि उहाँको नाम नि उहाँको नाम चाहिँ छोटु छोटु मान्छे लम्बु लम्बु नाम छोटु रहेछ कस्तो राम्रो नाम छोटु हो विराटनगरबाट आएको विराटनगरबाट आउनुभन्छ ल जय भन्नु भएको राधे ए राधे दाजु है ए अलिअलि ल्याएको छु कि के गर्नु यसो पूजा गरौँ न कहाँदेखि सुरु गर्नुपर्छ पूजा ओहो कहाँदेखि यता आइज यहाँ म देखाइदियो सुरुमा कहाँ पूजा पहिला गर्नुपर्छ गणेश भगवान्लाई पूजा गर्नु पर्छ गणेश भगवान अनि त्यहाँबाट लक्ष्मीनारायण छ नवग्रहको छ यी दक्षिणा पनि राख्नुपर्छ दक्षिणा अलिअलि ल सकेको कि सकेको सराउनु पऱ्यो नि गुरुको पूजा पनि गर्नुपर्छ र किन नपर्नु प्यासाई त्यति राम्रो गुरु हुनुहुन्छ पूजा गर्नु परेन अब आफ्नै घरको छोरालाई पनि पूजा गर्नुपर्छ भनेर सोधे क्या ल अघि पछि पो छोरो बिहासम्म पुगेपछि छोरो भन्न पाइन्छ गुरु भन्न पाइएन ए म त नबुझेर क्या फ्याट फ्याट सोध्न आउँछ कहाँदेखि के हाल ल तै पूजा गर है म दिएर यहाँ त माथि गएर गणेशजीलाई अक्षता राम्रो छ पूजा गर राम्रो छ यो फल कति राम्रो फल ल्याए एप्पल गणेशजीलाई ल ए एप्पल भन्दा आज अलिअलि है ल आउनु दाजु यहाँ मैले आऊ प्यास पूजन गर्नु भन्नुहुन्थ्यो गरिहाल्नु यहाँभन्दा माथि त आउन सक्दैन म त
ल ल दाजु तपाईँ प्रेमले लगाइदिनु त म यहाँ